गिभन के दिएको छ m1 भनेको मास अफ 1 भनेको कति दिएको छ 60 केजी दिएको छ m2 मास कति दिएको छ 80 केजी दिएको छ डिस्टेन्स बिट्विन डी र हामीले डी ले डिनोट गर्छौं भने कति दिएको छ 10 मिटर दिएको छ अनि f भनेको फोर्स हामीले कति दिएको छ 3.2016 into 10 to the power 9 न्यूटन दिएको छ हैन अब हामीले पता के लगाउनु छ भने चाहिँ क्यापिटल जी को भ्यालु पता लगाउनु छ भनेपछि हामीलाई थाहा छ f is equal to g m1 into m2 by d square यति त हामीलाई थाहा छ हैन यो फर्मुला छ अब हामीलाई f कति दिएको छ निकाल्नु पर्ने के छ निकाल्नु पर्ने हामीलाई के छ g छ भने हामीले के गर्छौं g is equal to f into d square by m1 into m2 यो भनेको के गरेको हामीले रिअरेन्ज गरेपछि अब हामीलाई कति आउँछ ल g is equal to दिएको छ f कति दिएको छ ल 3.2016 into 10 to the power minus 9 दिएको छ त्यसपछि अर्को के छ d को स्क्वायर छ भनेपछि d कतिको छ 10 को स्क्वायर छ बाइ अब हामीलाई m1 into m2 m1 भनेको कति छ 60 into 80 दिएको छ अब त्यो सबैलाई सल्भ